यदि हजुरको मोबाइल पनि तपाईँको आइफोन छ र त्यसमाथि पनि नयाँ अपडेट गर्दाखेरि तपाईँको अहिले चाहिँ नयाँ सफ्टवेयर अपडेट गर्दा तपाईँको फोन चाहिँ पावर बटन प्रेस गरेर अफ गर्दा पनि फुल्ली रूपमा तपाईँको लक अफ हुँदैन, हाफ मात्र लक मात्र हुन्छ, स्क्रिन अफ हुँदैन भने तपाईँहरूको लागि हामीले बेस्ट अप्सन र बेस्ट ट्रिक हामीले लिएर आइसकेका छौँ। तपाईँलाई हामी देखाउन सक्नुहुन्छ। यसमा तपाईँको लक गर्दाखेरि तपाईँको स्क्रिन लक चाहिँ हुन्छ तर फुल्ली रूपमा डिस्प्ले अफ चाहिँ हुँदैन है, डिस्प्लेको लाइट अफ हुँदैन। त्यसको लागि तपाईँले सेटिङमा जानुपर्ने हुन्छ। तपाईँले सेटिङमा गएर डिस्प्ले सेटिङमा जानुपर्ने हुन्छ। त्यसपछि तपाईँले त्यहाँ सेटिङमा गएपछि तपाईँले डिस्प्ले एन्ड ब्राइटनेस भन्ने हुन्छ, त्यसमा भित्र गएर तपाईँले चाहिँ डिस्प्ले अलवेज अन भन्ने अप्सन हुन्छ, त्यसलाई चाहिँ अफ गर्नुपर्ने हुन्छ है। तपाईँले एकचोटि त्यसरी अफ गर्नु भएपछि तपाईँको स्क्रिन चाहिँ मजाले पावर बटन प्रेस गर्दै अफ हुन्छ। तपाईँले हेर्न सक्नुहुन्छ। अब अघि भइरहेको थिएन, अहिले तपाईँले यसलाई तपाईँको पावर बटनमा क्लिक गर्दा फुल्ली रूपमा डिस्प्ले अफ हुन्छ है। त्यसमा लक मात्र हुन्छ भने यो नयाँ फिचरमा तपाईँले यसरी यो अप्सन अफ गरेपछि तपाईँको फुल्ली रूपमा पावर बटन प्रेस गरेपछि फुल्ली रूपमा तपाईँको फोन लक हुन्छ। तपाईँले फुल्ली रूपमा स्क्रिन अफ गर्नु